एभ्रिवान नमस्ते। के गर्दै हुनुहुन्छ? आरामै हुनुहुन्छ? यहाँ देख्न सक्नुहुन्छ हामी चाहिँ यात्रामा छौँ है। डाँडा पाखा होइन घरहरू अनि यति राम्रो सडक है। कहीँ चाहिँ मकै छ है, मकैबारी छ अनि रमाइलो छ। जे होस् पहिला चाहिँ यहाँबाट चाहिँ हिँड्नलाई चाहिँ एकदमै गाह्रो हुन्थ्यो क्या। त्यहाँ हिले बागेबास पुग्न पनि 3-4 घन्टा लाग्थ्यो है। अहिले चाहिँ यति फास्ट जाने नि। अहिले चाहिँ यो रोडहरू सबै मर्मत भएर है, पिच भएर यति खुसी लाग्यो नि, यति रमाइलो लाग्यो है यात्रा गर्न पनि। पहिला त्यहाँ हिले निस्किनलाई पनि दिनभरि लाग्थ्यो क्या, 4 घन्टा 5 घन्टा यस्तो लाग्थ्यो। अहिले चाहिँ 1 घन्टा आधी घन्टामै हिले पुग्ने क्या, यति फास्ट। एकदमै खुसी लाग्यो है धेरै पछि यात्रा गरेर है, एकदम रमाइलो छ। थ्याङ्क यू। अनि तपाईँहरूलाई कस्तो लाग्छ भिडियो कमेन्ट गर्नु होला। अनि यो ठाउँ चाहिँ चिन्नुभयो तपाईँहरूले, यो डाँडो एकदमै पहाड है, चिनिराख्नु भएको छ नि। अनि एकदमै रमाइलो हुन्छ क्या। अहिले चाहिँ एकदमै फास्ट जान्छ गाडीहरूमा है। पहिलाको भन्दा अहिले चाहिँ धेरै राम्रो भएको छ। जे होस् पहिला चाहिँ कच्ची थियो नि त बाटो। अनि देख्न सक्नुहुन्छ है, एकदमै हामी चाहिँ रमाइलो तरिकाले गइरहेका छौँ है। यति राम्रो पिच भएको छ बाटो होइन। ओहो, तपाईँहरू को आउनु हिँड्नुभएको छ यो बाटो है। यत्रो पहाड छ, कति ठुलो पहाड, अग्लो पहाड छ त्यहाँ होइन, देखिराख्नु भएको छ। अहिले चाहिँ मौसम त्यति राम्रो थिएन, त्यही भएर अलिक परको चाहिँ खिच्न सकिनँ मैले राम्रो तरिकाले। पैसा दिन्छु भन्न।